हेलो गाइस, के छ तपाईँहरूको खबर? आई होप राम्रै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छु। यो भिडियो हेरेर के कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला। माछा फ्राई हुँदै थियो, पापड फ्राई हुँदै थियो। अब यसको रेसिपी कसलाई जान्नु छ मेसेज गर्दा हुन्छ मलाई। आकाश पनि आयो सिधै किचनमा के पाक्यो भनेर हेर्न पुगिहालेको थियो। नमस्ते पनि गऱ्यो, माछा देखेर पुरै खुसी हो, बैगुन देखेर त झन्डै लड्यो होला। अनि हामीले हल्का मैले भिडियो बनाएँ अनि फोटोहरू पनि खिच्यौँ सबैजना भएर। अब सबैजना त थिएन, 3जना थियौँ। दादा चाहिँ दोकानमा हुनुहुन्थ्यो अनि म चाहिँ प्याजहरू हाल्नु भयो। चाहिँ माछाको अन्डा र तिते बनाउनु हुँदै थियो, त्यसकै लागि हो। मैले त्यति ध्यान गरिनँ के हाल्नुभयो होइन। अनि तपाईँहरूलाई कसलाई जान्नु छ मेसेज गर्नु सक्नुहुन्छ। मिठो बनाउनुहुन्छ खाना चाहिँ, भक्कु भेराइटी थियो खानाको चाहिँ लास्टमा चाहिँ। तर मैले चाहिँ 2टाको मात्रै भिडियो बनाएको थिएँ, 2-3वटाको। मिठो भएको थियो माछाको अन्डा झन्। यो चाहिँ माछाको झोलको लागि हो। यो चाहिँ कस्तो टेस्टी भएको थियो। माछाको झोलमा चाहिँ प्याज हाल्नु हुँदैन अरे। प्याज हाल्यो भने चाहिँ तितो हुन्छ अरे धेर। अलरेडी तोरी हुन्छ नि त त्यसमा, तोरीले पनि हल्का हुन्छ नि त तितो। तर सेतो तोरी थियो यो चाहिँ। अनि चाहिँ कराई चेन्ज भयो, पाकि पनि सक्यो। अब हामी चाहिँ बस्यौँ, दादा आउनुभयो अनि त्यहाँबाट यो चाहिँ मटरको सलाद बनाउनु हुँदै थियो अनि हामीले चाहिँ खानु बस्यौँ। यो चाहिँ मेरो खाना हो, खाएँ ल। थ्याङ्क यू फर वाचिङ।